यो एउटा मालुम खोला सिँचाइ योजनाको नहर अत्यन्तै दयनीय अवस्थामा अस्तिको भेलबाढीले पुरिएको अवस्थामा पनि बजेटहरू नपरेको अवस्था समितिले जानकारी गराउँछन् हामीलाई। हामीबाट सर्वसाधारण किसानहरूले एउटा कृषि आलु सिँचाइ योजना अलैँची पशुपालनको क्षेत्रमा धेरै नै सहयोग पुग्ने यो एउटा महान नहरलाई यो सबैको एउटा वार्डले एउटा नगरले हेर्नुपर्ने ठाउँमा हेरि नराखेको जस्तो अवस्था यहाँ देखिएको कारणले गर्दाखेरि यहाँ हामी एउटा बहिनी सोधिराखेको भाइलाई एउटा यहाँ सोध्न गइरहेको छौँ के कति कारणले तपाईँले श्रम गरिराख्नु भएको छ भनेर मैले भाइलाई प्रश्न गरिरहेको छु। भाइ तपाईँलाई मैले एउटा क्वेसन गर्दैछु, यो बहिनीले के कामहरू गर्दै आएको छ र के भइरहेको छ, यसमा किन योजनाहरू छैन कि तपाईँहरू सबै श्रम हो कि रोजगारमा काम गरिराख्नु भएको छ? भाइ मैले जाने अनुसार चाहिँ विगत 5.5 वर्षदेखि 6 वर्षदेखि यता हाम्रो यो उपभोक्ताहरूले एकदमै दयनीय अवस्थामा श्रमदान गरिरहनु भएको छ। यो सायद मान्छेलाई एउटा फेसबुकमा हाम्रो हर्क साम्पाङको श्रमदान देख्नु भएको हो, नभए अरू देख्नु भएको छैन होइन। तर वास्तवमा यो श्रमदान 10 वर्षदेखि गरिरहेको छ यो ठाउँमा। त्यसले गर्दाखेरि यहाँको उपभोक्तालाई एकदमै दयनीय एउटा 75 वर्षको हजुरआमा जस्तो उमेरले पनि आएर यहाँ कुलोमा आएर पैनीमा सोर्नुपर्ने अवस्था छ। किन भन्दाखेरि एउटा बाध्यता होइन। त्यसले गर्दाखेरि नगरले अथवा वार्डले दिएको रोजगारहरू होला नि त, यो विपदको पैसाहरू छ होला, यो त्यसमा काम गर्दै हुनुहुन्छ कि तपाईँहरू आफ्नै श्रमले गर्दै हुनुहुन्छ? यो एकदमै श्रमको कारणले गर्दाखेरि हो। आजसम्म मलाई लाग्छ यहाँ धेरै वर्ष अगाडिदेखि यहाँ बजेट आएकै छैन। अब हाम्रो यहाँ समितिले नगरसम्म पुग्न नसकेको हो कि नगरले व्यवस्था गरेको हो कि यो विषयमा मलाई पनि अलिकति जानकारी भएन। तर मैले सुने अनुसार, म अलिकति लामो समय यहाँ रेगुलर नबसेको कारणले गर्दा सुने अनुसार चाहिँ यहाँ नगरले समितिले नगरसम्म नपुगेको अवस्था छ कि जस्तो लागेको छ मलाई, जहाँसम्म लाग्छ है। त्यसले गर्दाखेरि एकदमै दयनीय छ। यहाँ धेरै नभए पनि 5 लाख 7 लाखसम्म बजेट फसाइदिएको भए पनि ठुलो श्रमदान गर्नु पर्दैन थियो। एउटा दुईवटा गरे पनि दैनिक रूपमा श्रमदान गर्नु पर्दैन थियो। यो वर्षै पछि गरिरहनु भएको छ। त्यसले गर्दाखेरि बाध्यता 80 वर्षको हजुरआमा जस्तो मान्छे पनि यहाँ आएर काम गर्नुपर्ने अवस्था छ। त्यसले गर्दाखेरि यो सुनवाई हुन्छ कि हुँदैन होइन। यो वाडा कार्यालयसम्म पनि यो कुरा भिडियो पुग्यो भने उहाँहरूले आएर हेर्नुहुन्छ कि जाँचबुझ गर्नुहुन्छ कि होइन। ठिक छ भाइ, यो भिडियो हामी समितिलाई विशेष जानकारी गराउँदै वाडा नगरसम्म यो कुराहरू पुगोस् भन्दै हामीले यो एउटा भिडियो सेयर गरेको छौँ। यो भिडियो मार्फत हामीले यस नहरलाई द्रुत रूपमा अगाडि बढाउनको लागि वार्ड नगर समिति सबैले हेर्ने छन् भन्ने आशा राख्दै हामी छोटो भिडियो यहीँ अन्त्य गर्दछौँ।